काठमाडौँ र सपुर जानु पनि यस्तै राख्यो भने सजिलो हुन्छ। त्यत्रो धेरै टाइम त कहाँ। आज हामी मनोकामना दर्शन गर्न जान लागेको केबल पालमा चढेको। आज 2000 कति? आज 2082 हाम्रो रक्षा गरिदेऊ भगवान्ले, हेरिदेऊ। दुईटा छोरी नातिनी। अब छोरीहरू नातिनी लिएर दुई बुढाबुढी मनोकामना जाँदैछौँ टेबल कारमा चढेर। अब भगवान्ले रक्षा गरे भनी राम्रोसँग पुगेर दर्शन गरेर घर फर्किन पाऊँ। राम्रो रक्षा गरून्। कति वर्षमा अहिले आउन पाइयो, हजुरको दर्शन गर्न पाइयो। यही खुसी छ मन। डाँडाकालिनी गइयो चढेर, टेबल कालमा चढेर। अब मनोकामना नि आइयो। अब छोरीहरूले अहिले सबै घुमाए। म पनि मरेर बाँचेको थिएँ, घुम्न पाएँ, दर्शन गर्न पाएँ। अब वैशाख 15 गते अब जुराको रहेछ, भगवान्ले ताने। अहिलेसम्म मलाई राम्रै छ। आज त सन्चो नै भयो। हिजो अस्ति अब अलिक गाह्रो पनि भएको थियो। घाम पनि अब चर्क्या थियो हिजो अस्ति। आज दिन शीतल भयो। आमालाई पनि अब सन्चो भयो। आज भगवान्ले अब बोलाउनु भएको छ। मलाई नि अब सन्चै, अहिलेसम्म सन्चै छ। राम्रै भएर म आएँ दर्शन गर्न। ल धन्यवाद भगवान्। राम्रोसँग ल्याइदिनु, राम्रोसँग पुऱ्याइदिनु, राम्रोसँग घरसम्म पुऱ्याइदिनुहोस्। मनोकामना माता रक्षा गरिदिनुहोस् सबैको। माताको इच्छा भएपछि बल्ल अब हामीले आउने हो। बोलाउनु भएको छ बिचमा पनि। आमा बुवाले गर्दा अब अहिले पनि आउन पाइयो। दिदी बहिनी, आमा बुवाको साथमा छोरी मनोकामना माता की जय। मनोकामना माता जय होस्। कल्याण गरिदियो भगवान्ले, कल्याण गरिदियो माता। मलाई यो रोग विषय हुन्छ कि टाउकाको रोग विषय हुन्छ कि भनेर म आइरहेको छु। परमेश्वर मलाई साह्रै गाह्रो छ। गाह्रो नपारिदिनुहोस् परमेश्वर। दर्शन गरेछ, राम्रो आशीर्वाद म दर्शन गर्न आइरहेको छु। आशीर्वाद दिएकै भएर त हो नि। अब यस्तो शीतल दिन भयो, तपाईँलाई सन्चो भयो, गाह्रो भयो। अब दिदीको इच्छा नि पुरा हुन्थेन। मनोकामना डुलाउने हाम्रो साइली दिदीको इच्छा पुरा भयो। मनोकामना दर्शन गराउन बुवा आमालाई लिएर आइरहेछु। सजिलोसँग दर्शन गर्न पाउन् अनि राम्रोसँग फर्काउन पाउन्। हजुरलाई धेरै धेरै जुराको रहेछ आउनलाई। अनि हजुरको रक्षा गरून्। यति होइन। अब छोरीहरूले राम्रोसँग घुमाउने ठाउँमा घुमाए। अब चिता कुरो उसलाई नि पुगोस्, सुख सन्तोष, शत्रु नलागुन्। जोरी शत्रु लाग्यो भने धेरै दुःख हुन्छ। जोरी शत्रुले नलागुन्। नातिनीलाई पनि, छोरीहरू सबैलाई सन्तोष होस्। उनीहरूले मनमा चिता कुरो पुगोस्। आमा बुवाले घुम्छु भन्नुभएको थियो, त्यसैले मैले लिएर आएँ। अब आमा बुवाको इच्छा पुरा गरिदिनु पर्यो होइन। अनि इच्छा पुरा गराएर अनि म पर्सितिर काठमाडौँ फर्किन्छु। यहाँ चाहिँ सबै किनिसक्नुभयो। गरियो
छैन एउटामा फुटाउँछ यो फुट्छ यहाँबाट आइयो छोरी दर्शन गर्न आइयो बल्ल अलिअलि फ्रेस भएको छु म यहाँ झ्याप झ्याप भएर अब आज नसके बस्ने पाए त हुन्थ्यो नि बस्न पाउने हो बुवाले नरिवल फुटाउनु लाउनु भयो मम्मी हट्नु न तलबाट ल नहीं नहीं तो
ल्याउँछ खानामा के रहेछ दाल मस्याङको दाल छ साग अब अचार टिपेर घिउ र उ ल्याइदिनु न कागती प्याज अब मनोकामनाको दर्शन गरेर खाना खाएर अब घर जान लाग्यौँ हामी सन्त सुविस्ता भयो राम्रोसँगले आयौँ राम्रोसँगले जान पाऊँ भगवान्ले रक्षा गर्नु त्यही हो राम्रोसँग आयो राम्रोसँग गयो जान पाऊँ अब कति 30-40 वर्षमा भगवान्ले बोलाएको रहेछ आयौँ अब बिस्तारी आयौँ बिस्तारी जान्छौँ धेरै उमेर भयो हिँड्न नसक्ने तै पनि मनोकामना माइले सत्य रतन बोलाए यहाँसम्म आउन सक्दिनँ होला भनेको थियो आएँ कृष्णको यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको अब सबै सारा संसार कृष्णको म पनि कृष्णको ल जा भात धेर खाएर स्वास त्यो बाटो घुमाएर ल्याएछन् कि त्यो बाटो होला कि मनोकामना आउने बाटो हमको भी चक्कर आता है हम नहीं देखेंगे खाली चढेंगे यस्तोमा त केही हुन्न मलाई गाडीमा मात्र हुन्न होइन त अवसर हजुर अहिले त्यो बाटो उसले पनि आउँछ होला नि गाडीले सबैमा आमा टेबल कार कतिचोटि चढ्नु भयो दुईचोटि भन्न रोक्यो केबल कार रोक्यो बिचमै रोक्यो है अड्क्यो है अड्क्यो हामी अड्क्यौँ मजा आइरहेको बाबु चढेको थियो केबल कार के भयो अहिले रोकिया छ भन्नु न रोकिया छ कि हिँडेको छ थाहा छैन मलाई त हेर्नु त बाहिर हेर्नु त हिँडेको थाहै पाउँदिनँ हेर्नु त के भयो अहिले अब कस्तरी बाटो म त काली लाग्छ होला डर लाग्छ भनेको थियो खोइ हिँडे थाहा नै छैन त्यही रहर होइन चढ्नलाई कसले पुरा गरिदियो आज के मनोकामना रहर थियो अनि सबै दुईटै छोरीले भने नातिनीले नातिनी नभएको नआउने अनि अब साइली छोरीले बोलाए साइली छोरी फेरि अब अप्सरा बहिनी नभई नजाने अप्सरा बहिनी फेरि अब हजुरआलाई लिएर जाने भने फेरि हजुरआमा फेरि नातिनी नभई नजाने अब यो छोरीहरूलाई राम्रो सुविस्ता होस् उनीहरूको मनमा होस् रोग भेद नलागोस् जोरी सतुरी नलागुन् छोरीहरूलाई राम्रो होस् उनीहरूले मनमा चिताएको कुरो खाना पाइयोस् छोरीको अब भिडियो गरेर भिडियो ज्वाइँलाई पठाउनु मनोकामना आउन हजुरले खोडा पानी खान छिट्टै पाउन् के को पानी मलाई जे होस् आमा आफ्नै सुरमा हुनुहुन्छ यहाँ के भने खानु सुन्नुभयो खोइ कुरा सुनिन भन्नु नि त साइली छोरी टाढै जैसा पाउन् भने हजुरले गोडा पानी खान पाउन् उसको दिन आएपछि पाइहालिन्छ नातिनीले गरिदिएछ है अब गोडा पानी त खानु परिहाल्यो दिइहाल्छ नि सुख सन्त होस् बिहे गरेर गएको ठाउँमा नि राम्रो होस् कति गाह्रो भयो कस्तो गाह्रो सन्तोकले बस्न पाओस् हाम्रो भाग्यले ल्याएको अब हाम्रो भाग्यले सबै नाति नातिना सबै राम्रो छन् अहिलेसम्म
इज्जत फ्यालेका छैनन्। राम्रो परिवर्तन होस्। यस्तो पाखा रेखामा पनि बसोबास गरेछन्। पानी कहाँको ल्याएर खान्छन् होला। त्यत्रो बाटो दर्शन गर्न पाइयो आनन्दले। आमा बुवालाई गराउन पायो। हामी त अब बाहिरबाट दर्शन गरौँ। भगवान्ले जुराउनु फेरि अब पनि दर्शन गराउनलाई जुराउनु भए आउन पाऊँ फेरि पनि। ल भगवान् ल हामीले त भित्रै मन्दिरभित्र गएर दियो भने स्वयंसेवाहरूले हामीलाई भित्र सजिलाले दर्शन गराए त्यही खुसी लाग्यो। साह्रै आशीर्वाद धेरै छ। छोराछोरी नाति नातिनालाई राम्रो होस्। छोरा भयो नि छोरीले यति नातिहरू नाति नातिना बाहिर छन्। भिडियो जाओस् न यो पनि। आमा बुवाको इच्छा जति सबै छोरीहरूले पुरा गरे। छोरा नै छोरी भएछ के अरे छोरी नै छोरा भएर सबै नाति बाहिर छ, नातिनी बाहिर छ। राम्रो सुख शान्ति होस्। साइली छोरी उहाँदेखि आमा बुवालाई मनोकामना लिएर जाने भेट्ने भनेर साइली छोरी आए। ल यो पनि भाग्य हुनु पर्यो नि। साइली छोरीको भाग्य रहेछ। ल होइन अब यसले फोन गरी अनि आउने होइन भनेर भने अन्त मैले भने लुगा कपडा चाहिँ नकिन बाबु अर्थौ त अब आउनु सके आउँला भनेर मैले नबोलाए तपाईँ आउनु नि दिनुहुन्थेन। अप्ठ्यारो लाग्यो पुरा घुमाउ त्यस्ता भनेर भने त्यति हो भने बोली ठ्याक्क आएको है। अनि आज मलाई अचम्म लाग्यो यस्तो शीतल दिन अनि आमा बुवाको मुख उज्यालो भएर चाहिँ यहाँसम्म लिएर आएर आनन्दले घुम्न पाउनु ओहो यति ढिलो आएर भगवानको दर्शन गर्न पाउनु दङ्गै परेछु कि पालो पाइँदैन रे बासै बस्न पर्दैन भन्दाखेरि लागेको थियो पाइएर पालो। अब आमा बुवाले त दिन पनि कस्तो राजा दिन भएको। हिजो अस्ति कस्तो घाम हुन्थ्यो। भगवानले हेरेको छ। बुढाबुढीको इच्छा चाहना पुरा गरिदिनु भयो। बुढाबुढीको इच्छा पुरा गरिदिनु भनेर भगवानले हेर्नु भएको हो। अब हाम्रो इच्छा पुरा भयो। पुरा भएन अब कतै जानु सक्यो फेरि छैन। अब छैन। अब दादाकाले पनि है सावित्री दिदी तयारमा हुनुहुन्छ। अब छैन बाबु। अब छैन छोरी। अब यति भन्दै पनि आमा मनमा लागेको मनोकामना जान पहिला हिँडेर गयो। अब कस्तो हो कस्तो थियो। अहिले अब टेबल गाडी चढ्न पाइन्छ भन्छन्। के होला कस्तो रिगाटो लाग्ला कि। अब कति हुने इच्छा पुरा गरिदियो नि त। अब पिलिनमा पनि चढाइदिए, केदारमा पनि चढाइदिए। सबै थोक इच्छा पुरा भइसक्यो। अब त अब केहीमा बाँकी छैन। अब जय होस् जय होस् जय भगवानले रक्षा गरौँ है। ईश्वर हाम्रो सम्पूर्ण भाग्यले पाएको छोरीहरू पाइएछ। अब भाग्यले पाइएछ छोरीहरू। भाग्य रहेछ हिँड्न पाउने। तपाईँहरू त एकदम धेरै भाग्यमानी। हामी पनि धेरै भाग्यमानी। अहिलेसम्म आमा बुवा भनेर ल्याउन बस्न भन्न बाखा होइन। त्यही त। अनि त्यसपछि तपाईँहरू पनि अब नाति नातिना सबैसँग भेटघाट गरेर यस्तो बुढेसकालमा नि आनन्दले घुमघाम गर्न है। फेरि हाम्रा जोडीको जोडी छोरीहरू अब आउन नपाए फेरि बोली पनि रोक्यो केवलका नि रोक्यो हल्लाइरह केही हुन्न। यस्तोमा चाहिँ मलाई केही हुन्न कि। मलाई त चक्करै लाग्यो जस्तो। मलाई त ओह्रालोकालाई एकदम डर लाग्छ। बोलाउनु न तपाईँको कानाजीलाई। डर लाग्छ। कानाजी छिटो छिटो गरिदिनुहोस्। छिटो कानाजी टक्क औँला उठाइदिनुहोस्, हात उठाइदिनुहोस् छिटो। ल कानाजी लाइन आउने छैन। अन्त हेर्ने मान्छे चाहियो हो कि नेट जोडेको भएर हेर्न पाउँछ नि। अब यहाँ भयो भने छोरीहरू हेर्छन्, नातिनीहरू हेर्छन्। हामीले घुमाएको हजुरबा हजुरआमाहरूलाई
झलक्क बिहे गरेर गयो नि झलक्क हेर्छ नि हामी मरेर गयो नि हामीले घुमाएको थियो यस्तो थिए हजुरबा हजुरआमा भन्छन् हामीले हजुरबाहरूले मुखै हेर्न पाएन छ है अब घुमाउनु पायौँ घुमाउन पायो तिमीहरू त भाग्यमानी हो नि हामी पनि भाग्यमानी बुवा आमा यत्रो 84 वर्ष हुनुभयो 85 वर्ष हुनुभयो जय मनोकामना माता की तिम्रा पावहरूमा म सधैँ झुकिरहन्छु तिमी उठाएर तिमी भरेर सिउँदो मनोहिरहन्छु नटुटो सब सिलसिला कहिले पनि तिम्रा पाउहरूमा म सधैँ झुकिरहन्छु कता जान लाउनु भएको अब घर जान लागेको घर जान लागेको तिमीहरूलाई धेरै धेरै मुरी धन्यवाद छ हामीलाई उपकार गर्यौ तिमीहरूले डुलायौ यताउता घुमायौ दर्शन गरायौ भगवान्ले तिमीहरूलाई रक्षा गरून् सुख शान्ति होस् रोग नलागोस् भगवान्ले हेरुन् यति चाहिँ मेरा छोरी नाति नातिनीलाई सबैलाई गर्नु कर्म तिमीहरूले गर्यौ अब यति हो अब एउटा कुरा चाहिँ बाँकी छ के कुरो अब एउटा कुरा बाँकी छ भन्नु न गर्दिन बिहा त म के कुरा त्यसै बाँकी छ भने त्यो बाँकीलाई पुरा गरौँ मरेछ भने खाँदैछ तिमीहरूको हाम्रो भाग्य र तिमीहरूको त्यस्तो भएछ भने बरु राम्रो होस् न सन्तोष सुविस्ता होस् दुःख नहोस् भगवान्ले हेरिरहन् यति गरेको हामीलाई ठुलो उपकार तिमीहरूले गरेछौ यहाँभन्दा उपकार के गर्नु कसले गरेछ कसैको हेरेको छैन आफ्नो त जन्माइएर दियो भने भगवान्ले यति छोरीहरू अब सक्दैन सकिहालिन्छ नि अब सक्नु पर्छ होइन अस्पताल भनेको आउनु पर्छ फेरि आउनु परेन फेरि अनि अर्कोचोटि फेरि जानु परेन अब त कहीँ जाने त होइन तेरो बिहा गरिस् भने आउने त्यति हो लौ 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 सब बिहाको पर्खाइमा बिहामा त जसरी नै आउनु परिहाल्यो होइन जुरा भने घिचेर नि आउँला Why you feeling sad, baby? तिमीलाई के भन्न छ भन कस्तो लागिरहेको छ त राम्रो आज तिमीलाई झिङ्गा मार्दै हो नो रेस्पोन्स राम्रो कस्तो लागिरहेको छ ब्यामकोला हामीसँग बस्दा बाई ला मम्मी जान गयो अब हामी जाने बाई बाई सानो सोचेर गएको छैन आज ल ल